कर्मी हजुर सम्पूर्णमा हार्दिक नमन अर्पण गर्दछु। आज जेबी ब्युटी पार्लर हो प्रशिक्षक भएर यहाँ उपस्थित हुन पाउँदा आफूलाई खुसी पनि महसुस गरेको छु। आज प्रमाणपत्र पाउनु हुने सिपसँग शिक्षा जस्तै सिपसँग जस्तो हामीलाई शिक्षा आवश्यकता छ उति नै हामीलाई सिप पनि आवश्यकता छ। साथीहरू सबैजनाले प्रशिक्षक मबाट जानका म्याडमबाट क्रिस्टिनाबाट चाहिँ उहाँहरूले जे सिक्नुभयो आज त्यही उहाँहरूले यहाँ बोल्नुभयो, त्यसको लागि एकदम खुसी पनि छु। उहाँहरूले जेबी ब्युटी पार्लरलाई यति धेरै माया गरिदिनु भएको, सपोर्ट गरिदिनु भएकोमा त्यसको लागि फेरि पनि थ्याङ्क यू भन्न चाहन्छु। यो सिप सिकेर हजुरहरूले आज जति जोस जाँगरका साथ हजुरहरूले आफ्नो मनको कुराहरू यहाँ भन्नुभएको छ। यो सिप चाहिँ लगेर यो सर्टिफिकेट चाहिँ लगेर भित्तामा टाँच्ने सिरानी मुनि राख्ने नगर्नु होला। जसरी 6 महिनासम्म जोस जाँगरमा हजुरहरूले सिक्नुभयो यसलाई चाहिँ भोलि गएर आफ्नो निजी जीवनमा पनि सदुपयोग गर्नु होला। यसबाट आफूले पनि केही कुरा जीविकोपार्जन गर्ने, आफ्नो फ्यामिलीलाई सपोर्ट गर्ने हुन्छ। यसबाट निकै नै मानिसहरूले हामीले अब होइन आफूले 2 पैसा कमाउन कसैसँग हात फैलाउनु पर्दैन। आफूले सिप आफ्नो हातमा छ भनेदेखि हामी कसैसँग निउरिनु पर्दैन। 2 पैसा कमाउनलाई श्रीमानसँग भयो, फ्यामिलीसँग भयो, हात फैलाउनु पर्दैन। साथै आज ग्रेजुएट हुने सबैजना साथीहरूलाई चाहिँ उज्जवल भविष्यको शुभकामना सहित मेरो मन्तव्य यहीँ टुङ्ग्याउँछु। धन्यवाद।